चाहिँ अब प्रशान्तिबाट अहिले 9 बजे कतिको लागि निस्किसकेको छौँ भने यहाँ साथीहरू हुन्छ चाहिँ अनि यता अगाडि छ मणि अनि एकजना याद भएन अटोमा जम्मा 3टा अटो हामीले हायर गरेको छौँ भने 2टा अटो अगाडि गइसकेको छ। एउटा चाहिँ मैले गर्दा अलिकति ढिलो भएर पछि छौँ। ऑटो चलाते चलाते लगभग कितने देश के आदमी लोग से जान पहचान हो गया। 15-20 देश के स्टेट आउट ऑफ कंट्री का सभी हमारा ये हो गया है। नेपाली लोग भी बहुत आते हैं ना, बहुत आता है। कैसे लगता है एकदम मिलनसार होता है ना। मणि टीका आज त यहाँ पनि चिसो चिसो हावा चल्दैछ, घाम पनि चक्क लागेको छैन, जाडो जाडो पो हुँदैछ। अहिले हामी प्रशान्तिबाट कद्री आइपुगिसकेको छौँ। कद्री चाहिँ यो तिरुपति बालाजीको मन्दिर भन्ने जुन विश्वास रहेछ। हामी यहाँ आइसकेको छौँ। एकछिन मन्दिर गर्दा चाहिँ यहाँको म विषयावलोकन गराउनेछु। यहाँदेखि 45 किलोमिटर 45 किलोमिटरको यात्रा गरिसकेपछि हामी यो नरसिंह मन्दिरमा आइपुगेको छौँ। यहाँनिर भक्तजनहरू स्पेसल दर्शनको लागि लाइन लागेको छ। स्पेसल र अर्डिनरी दुई किसिमको दर्शन हुँदो रहेछ। स्पेसलमा चाहिँ पैसा तिर्नुपर्ने रहेछ भने अर्डिनरी चाहिँ पर्खिनु पर्ने। आज शनिबार चाहिँ यति बेसी भिड हुँदो रहेछ। अन्त हामीले त त्यो भिड देख्दाखेरि भित्र पस्ने दर्शन गर्नु लाइनमा लाग्ने त आँट आएन। हाम्रोमा टाइम पनि थिएन, फेरि अर्को ठाउँ जानुपर्ने हुनाले गर्दा चाहिँ हामी बाहिर गएर एउटा दर्शन गर्यौँ। जे होस् यहाँ आइपुग्यौँ, प्रत्यक्ष हामी मन्दिरको दृश्यावलोकन गर्न सक्यौँ। यो नै एउटा दर्शन भनौँ है भनेर चाहिँ हामी यहीँबाट फर्किने निधो गर्दैछौँ। कद्री मन्दिरलाई बाहिरबाट भए पनि दर्शन गर्दै हामी चाहिँ यहाँबाट फर्किँदैछौँ। प्रशान्ति हवस् त, धन्यवाद।